नमस्ते साथीहरूलाई। अनि आज चाहिँ मेरो साथी चाहिँ यताको साइड सकिएर अब खेलतिर जाँदै हुनुहुन्छ हैन। त झोला सरर गुडाउँदै यसरी बोक्नु नपर्ने सर र बच्चा खेल्दा जस्तै बोकेर कहिले कता हिँड्दै हुनुहुन्छ। म पनि अब गाडीतिर पुर्याउन जानको लागि तलसम्म आएको छु। साह्रै हलुङ्गो लागे जस्तो छ साथीलाई, त्यही भएर खालि पसाइरहनु भएको छ। के गरे ब्याग हजुर नर रुनु हुँदैन कि गाडी आइहाल्छ, चिन्ता नगर। सर र गाडीमा बसाइहाल्छु कि तिमीलाई, टेन्सन नगर न। आइ क्या परा छ त हेर्नुहोस् है साथीहरू, हेर्नुहोस् साथीहरू, हामीहरू चाहिँ धेरै दिनपछि गार्डनतिरको यात्रा। हाम्रो गार्डन कहाँ खै होला यस्तो छ हाम्रो गार्डन कोठा मुनिको। त्यो अफिसतिर जाऊँ न त एकखेर सट्ट भेट्यो त्यहाँ चाहिँ अलिकति यो गरेर ट्याक्कालिङ यहाँबाट कोठातिर फेरि सकिहालौँ। किन बस्ने यार गार्डनमा धेरै रातिमा। हेर्नुहोस् लाइट पनि अटोमेटिक छ। हेर्नुहोस् साथीहरू, टाक्क मान्छे पुगेपछि ठ्याक्क बोल्छ पोरा। हेर्नुहोस् हाम्रा गार्डनका सिनहरू। कति रमाइलो छ आइगयो त। आन्टीको त एउटा दिमाग फुलेको छैन। हेर्नुहोस् साथीहरू, यस्तो छ हाम्रो गार्डन कोठा मुनिको है। हेर्नुहोस् ल, यहाँबाट पुलबाट चाहिँ पारी जाने। अब साथी गइसक्यो, अब चाहिँ म जाने। हेर्नुहोस् पुल। र हेर्नु साथीहरू, अहिले नयाँ साइड बन्दैछ हाम्रो यहाँ साथीहरूको साइडमा चाहिँ, कामगन साइडमा। अहिले यहाँ फेरि 2-3 साथीहरू भइगए। हामी 2 आएका थियौँ र 2 भेटिगयो, 4 भइसक्यो है। ल अफिसतिर भाइले काम गर्ने अफिसतिर जाँदैछौँ। हेर्नु पऱ्यो कस्तो बनेको छ र हाम्रो साथीहरूलाई पनि यसो अफिसहरू बाहिरबाटै है, भित्र त होइन, बाहिरबाट चाहिँ के कस्तो छ देखाउने प्रयास गर्छौँ होइन। अब हाम्रो यो भाइले चाहिँ यहाँ हजुर हेर्नुहोस् यस्तो राम्रो सल्लाह जस्तो उता साथीहरू
यस्तो छ गार्डन हाम्रो। जाउँ यतिर अफिसतिर अरे है हेर्नुहोस् है सक्यो मलेसियाको ठाउँ। फुलबारी चाहिँ फुलबारी अफिस। हेर्न साथीहरू हाम्रो भाइले काम गर्ने अफिस यस्तो छ टक्क सफ्टवेयर अफिस। यो भाइले काम गर्ने ठाउँ है। लुकेर हिँड्छ पछाडि पछाडि चरम लागिसक्यो। यहाँ चाहिँ अब गार्डनहरू पनि छ बच्चाहरूको लागि। सट्टा भर्खर भिडियो बनाउँदै यस्तो ल यस्तो छ है। त्यही गर्छ ल हेर्नुहोस् हाम्रो अर्को साथी अफिस धेरै राम्रो छ। ल हेर्नुहोस् है साथीहरू कस्तो लाग्छ भाइले काम गर्ने अफिस। म हजुरहरूलाई अफिसको नजारा देखाउँदैछु। अहिले नै गाडी रहेछ। यस्तो छ एउटा नयाँ यो चाहिँ नयाँ अफिस भयो। अर्को चाहिँ यो तिरको चाहिँ जाँदैछु है। चाहिँ पुरानो यस्तो छ यो पुरानो अफिस हो हाम्रो भाइहरूले काम गर्ने ठाउँको है। टक्क सिमेन्ट नै छ। यहाँ चाहिँ पुरानो अफिस भयो। त चाहिँ नयाँ अफिस हाम्रो भाइले काम गर्ने ठाउँ। अजय तामाङ भाइ अनि बल्ला भाइ अनि अर्को सम्पाद भाइ हुनुहुन्छन्। उनी चाहिँ यहाँ काम गर्छन्।
साथीहरू गाडी पार्किङ पनि कस्तो राम्रो प्रकारले बनाइदिएको छ। यो फेरि होटल पारेको है। यस्तो छ अफिस, पछाडिको अफिस है साथीहरू। कस्तो लाग्छ यहाँ चाहिँ हाम्रो भाइ दिउँसो बस्ने, अहिले चाहिँ अर्को छ उता घुम्दैछ है। यस्तो छ ल। कस्तो लाग्छ गार्डन पनि राखेको छ साथीहरू। धेरै रमाइलो छ हाम्रो भाइहरूले काम गर्ने ठाउँ। हजुरहरूलाई कस्तो लाग्छ हेरिदिनु होला होइन। यो हाम्रो साथीहरू दुईटा भाइ अनि दुवैजनाले हो यहीँ काम गर्ने है। अहिले चाहिँ एक्सर्साइज गर्दैछन् दुईटै भाइहरूले। जिम गर्दैछन् ल हेर्नु साथीहरू। अफिस एक्सर्साइज गरौँ एक्सर्साइज ल हेर्नुहोस् यसरी एक्सर्साइज गर्छन् हाम्रा भाइहरूले। त्यस कारणले भाइहरूले चाहिँ अफिसमा ड्युटी बनाउँछन्, हामीहरू चाहिँ एक्सर्साइज नि गर्दैन अनि ड्युटी नि राम्रो ठाउँमा पाउँदैन। टिकटक बनाउनु पर्यो ल हेर्नु म चाहिँ क्यामेराम्यान परेँ होइन। ल हेर्नुहोस् साथीहरू ल हेर्नुहोस् है साथीहरू। अघि नै भएको है तिम्रो, अघि नै हो बनाएको यहाँ फेरि आऊ फेरि। यहाँ आऊ त हेर्नुहोस् है साथीहरू। मेरो साथी चाहिँ एक्सर्साइज हेलो नमस्कार हजुर गर्दैछ। अब नमस्कार हजुर पनि भन्दैछ। हेलो छोडा छ जिम चाहिँ खतरा गर्छ हजुर। म यहाँ एक्सर्साइजमा छु हजुर। जिम हलमा छु भनौँ न। जिम गर्दैछ हजुर। खाना दियो सही साथीहरू। अरे सानो अब नगरे के गर्नु छोडिदिनु अब। गाउँमा गएको छ अरे दिदी जाने गाउँमा गएको छ भने खै मलाई त छोरीले भनेको टाइम मोमो चला अरे त लास्टमा
अब साथीले चाहिँ एक्सर्साइज सकायो है ओइ ल भिडियो बनाइहाल्नु म माथि चढेँ ल हेर्नु हाम्रो साथी चाहिँ टाठा छ क्या झ्याउस हो बेला बेला कहाँ कहाँ जान्छ हेर्नु चाहिँ साथीहरू अब बच्चा पनि गयो नि त यहाँ मेरो साथी कति जान्लाई बस्ने म छ त तिमी जान्छ त अनलाइन ल ल ल जान्छ त अनलाइन ल मेरो साथी माथि गएर बस्यो हराइ हराइ गर्छ यारै तल झर्दैन कि हेर्नु साथीहरू यो मान्छे खतम छ तल झरेर कतातिर जानु पऱ्यो भनेको त यो त झन् बालकनीतिर गएर पो बस्छ त बस्छ मेरो साथी छ यसरी हुँदैन हेर्नु चाहिँ साथीहरू यो अफिस साथीहरू यस्तो छ यो दुईजना भाइहरूले काम गर्ने अफिसको दृश्य है हेर्नुहोस् ल ल ल त्यो बच्चा चाहिँ नगर न सेक्सुट झर आसन्त काठमाडौँ छ यो साउन सायद कहाँ भिडियो गरेर यार युट्युब है साथीहरू आज चाहिँ हाम्रो नयाँ अफिसको भ्रमण भयो मेरो पनि भाइहरूसँग आएर आज चाहिँ रमाइलो पनि लागेको है दाजुभाइ सायद दाजुभाइ तिनजना छौँ है दुईजना भाइहरूले यहाँ काम गर्छन् मैले चाहिँ अलिकता पर जानुपर्छ मलाई ल म चाहिँ भाइहरूलाई चाहिँ खिच्छ दाजु हुन्छ अब चाहिँ हामी कोठातिर लाग्ने अब फेरि कोठामा गएर पानी भर्नुपर्छ ड्युटी जानुपर्छ है उसलाई त पर्दैन यो दुईवटा भाइहरूलाई त दुईवटा भाइहरूले यहाँ अवश्य पाउँछ पानी मलाई मात्रै मैले मात्रै हो गाह्रो पानी नपाएर आउनु के जाम क्या सबैजना अनि अहिले फेरि पैसा लोड दियो भने के हुन्छ ल है साथीहरू अब हाम्रो साथी दुईजना र अब कोठातिर लाग्दैछौँ है अब जाम के कोठातिर अब कोठातिर जानु पर्यो आजलाई चाहिँ मेरो चाहिँ घुमघामको कार्यक्रम यति अब कोठातिर जानु पर्यो साथी पनि फोनमा बोल्दैछन् अर्को साथी यतातिर लागि गए फोन बोलेर अब अरू चाहिँ कोठातिर हेर्न हाम्रो यो साथी अब चाहिँ आइले दिन्छ फोन गर्दा अनि बनाइ नउडाको